धेरै पछि फेरि भ्लगमा उपस्थित भइसकेको छु है त साथीहरू। मेरो भिडियो कसैले पनि हेर्नुहुन्न थाहा छ, तर पनि म भिडियो बनाउने चाहिँ छोड्नेवालामा छैन साथीहरू। आज चाहिँ म बैङ्क आइरहेको छु, सानीमा बैङ्क सालोको लागि। उता जापानमा पैसा हालिदिनु पर्ने, गएको सालो अनि पैसा हालिदिनु पर्ने। अस्ति बैङ्कमा माछापुछ्रे बैङ्कमा जाँदाखेरि काम भएन मेरो। आज चाहिँ सानीमा बैङ्क सीता पाइलामा आइरहेको छु। अब हेरौँ त्यहाँ गएर हेरौँ के भन्छ, आज मिल्ने हो कि नमिल्ने हो। कागजपत्र सबै रेडी बनाएर लिएर आएको छु, सबै फोटोकपी गरेर निकालेर लिएर आइरहेको छु। अब के माग्छ हेरौँ है। अनि अब यहाँको काम बिताइसकेपछि चाहिँ आज एउटा सिसी क्यामेरा मर्मत गरिदिन जानुपर्ने छ, डल्लु जानुपर्ने छ, त्यहाँ पनि पुग्नै नै पर्यो। अहिले चाहिँ बैङ्कतिर जान्छ है त साथीहरू। ल म चाहिँ सानीमा बैङ्क जाँदैछु। सानीमा बैङ्क खोज्दा खोज्दा हैरान भयो, तलतिर हेरेको तलतिर होइन रहेछ, सिधा अगाडि यतातिर देखाइरहेछ। अझै माथि हो कि अगाडि हो कि फेरि यताबाट चाहिँ तल देखाइरहेछ है त। यहाँबाट पनि पैसा पठाउन मिलेन, समस्या रहेछ त पैसा पठाउन त। नाता प्रमाणित चाहिँदो रहेछ, को के भन्ने कुरो चाहिँदो रहेछ। अब मेरो नामबाट त मिलेन रे, चालो केटालाई पैसा हालिदिन पनि मिलेन। अब उसकै दिदीको नामबाट चाहिँ मिल्ने जस्तो कुरो बुझ्यो, अर्को ब्याङ्कबाट पनि मिल्छ भन्ने कुरा गर्यो। अस्ति उतापट्टि जाँदा चाहिँ त्यो ब्याङ्कबाट हुँदैन भन्ने कुरा गर्थ्यो। खै ब्याङ्कको नियम पनि के हो बुझ्नै गाह्रो। ल आज पनि काम भएन साथीहरू। अब फेरि भोलि शनिबार छ, अब आइतबार मात्रै काम हुने भयो। अब यहाँबाट फर्किन्छु म चाहिँ। घुम्दा धेरै भयो, जाने बाटो चाहिँ यताबाट नजिकै रहेछ। पाइला सीता पाइला पैसा किन नराखे भने के को पैसा? भाइलाई पठाइदिनु पैसा। ए त्यो पैसा त मेरो नामबाट मिल्दैन अरे के, मेरो नामबाट मिल्दैन अरे पैसा राख्न होइन। चिनेन, मलाई चिनेन, नाता प्रमाणित चाहिन्छ अरे। कि बाउ कि आमा दाजुभाइ दिदीबहिनी चाहिन्छ भन्ने कुरो भयो। तिम्रो खाताबाट मिल्छ होला। त्यो सानीमा बैङ्कमा त अनि फेरि खाता खोल भन्छ, के काम पर्छ त्यहाँ खाता खोल पुरानै खाता खोल होला हो। पैसा अप्ठ्यारो पैसा सरलाई थाहा साइना बैङ्क हो त त्यो। ए राखीपाडी मिलेन के गर्छु अब यही मात्र टोकेबाटै हाल्नु पर्ला तिम्रो खाताबाट। यस के गरे चावल पैसा पुग्न एकदम गाह्रो रहेछ। गाह्रो, त्यो डकुमेन्ट पनि खै के पुगाएर भन्दै थियो। अफर लेटर के चाहिन्छ भन्दै थियो, सबै डकुमेन्ट देखाउनु पनि मानेन। साह्रो झ्याउ खानु पनि गरे होइन। अब गर्न पर्ला। मिलेन म त फेरि फर्केर पसलै आएँ हो। अब काममा जान्छु, पैसा आएको बसेर हाल्छु। कहिले हालिदिनु पाएँ कस्तो हुन्छ भने आज शुक्रबार टाइम पर्छ लाग्यो। ओ के गरे हेलो त हेलो भन्दै होला सबैजनाले, हेलो भन्दै होला। हेलो भाइ हेलो है साथीहरू। ल काम भएन, अब म चाहिँ फेरि अब आफ्नै कामतिर दौडिनु पर्यो। ए दिदी, यो सालोको दिदी, सालो केटोको दिदी यही हो। अब यसकै नामबाट पैसा हाल्नु भयो त उसकै। मेरो नामको खाता राम कति पैसा चिनेन त मलाई, अनि म भेनाजु हो भन्दा पनि मानेन। अब के मै हो क्या भेनाजु भनेको, पत्ता आएन। ऊ यो दिदी म भिनाजु भन्नु पत्ता हुँदैन के केही पनि काम भएन साथीहरू मेरो चाहिँ। आज बैङ्कमा गएको, बैङ्कको काम पनि भएन। अनि फेरि उता काममा जानु पर्यो भनेको, त्यताको काम पनि भएन। केटाहरू आज नमाज पढ्न जाने रे, शुक्रबार नमाज पढ्नै पर्यो। नुहाइधुवाइ गरेर केटाहरू चट्ट परेर नमाज पढ्न जान लागेर रहेछन् साइडमा। कामै भएन, फरक्क फर्केर आएँ म त। कोठा लम्पता परेर सुतिरहेको छु। यो काम नवादिन कतै पनि काम नहुँदो रहेछ कि, यता नि काम नहुँदो रहेछ, उता नि काम नहुँदो रहेछ। म कोठामा आएतिर यी आमा छोरै सुटुक्क कोठामा फर्किहाल्यो। छोरो उता खाडमाथि, आमा चाहिँ यतापट्टि छ। गाह्रो छ साथीहरू, गाह्रो छ। अल्छी लाग्यो, जाडो छ काठमाडौँमा, बस्न नि गाह्रो।
ल साथीहरू ल आजलाई चाहिँ अब यत्तिकै बिट मारिदिउँ काम भएन के गर्नु यस्तै छ ल भिडियो चाहिँ यसो हेर्दै गर्नुहोस् अब तपाईँले यसो हेरेर कमेन्ट समेन्ट गरिदिनुहोस् के छ कसो छ खबर के छ तपाईँहरूको यसो कमेन्ट गर्नु होला ल अहिले चाहिँ छुट्टै है त साथीहरू ल